हेलो साथीहरु नमस्कार, वेलकम टु माई ब्लग। हजुरहरुको साथी खगेन्द्र म नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। ल साथीहरु, हामी चाहिँ फाइनली बुढा सुब्बा मन्दिरमा आइसकेको छु। हैन अटोमा आयौं बुढा सुब्बा मन्दिर। हेर्दै गर्नु होला साथीहरु, हजुरहरु पनि दर्शन गर्दै गर्नुहोस् हामी सँगसँगै। मन्दिरसम्म हाम्रो मित्रले हामीले यहाँसम्म हेल्प गरेर सहयोग गर्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। हवस् त। बुढा सुब्बा मन्दिरमा बाबु आज त नि भाइ रमाउने है। ल के भएछ? ए ल ल ल अरू पानी लानु पर्थ्यो होला त। पानी क्या पानी हो परेवाको खुट्टा सुट्टा दिन्छ नि। होइन परेवाको खुट्टा हुन्छ अनि कहाँ छ? त्यही त एउटा पानी बिस्लेरी बोतल अलि बिर्सेछु नि त्यहाँ लिनलाई। ल ल हस् 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 ल ल नमस्ते गर्नुहोस्। गुड मर्निङ विजेश भन ल। ओइ भाइ आइ भन्नु ल। ल हामी चाहिँ यहाँ साथीहरू आइसकेको छौँ। बुढा सुब्बा टुपी बिनाको बाँस। पापाहरू पहिला आउनु भएको थियो नि है यहाँ? म त के कसो गर्दा पो दिदीसँगै आएको छु कि कसो? टुप्पो बिनाको बाँसहरू मैले चाहिँ भनेको। धरानको बुढा सुब्बा मन्दिरमा टुप्पो बिनाको बाँस भनेको चाहिँ यस्तै छ हो। एकछिन भन है आपाल। कता छाना नपर्छ? अलिक अगाडि जानु एकदम ग ठिक भयो। ल भाइलाई पनि हात पक्रा, उसको पनि सबै शुभ होस्, राम्रो होस्। भेटिदिनु यहाँ बेहालत भइसक्यो। माथि माथि ए बजाउनु बजाउनु यता वरिपरि अझै छ अगाडि। पूजा कता? ल हाम्रो पापा मम्मीहरूले चाहिँ बजाउँदै आउँदैछ, घन्टी बजाउँदै आउँदैछ। दर्शन देख्न सक्नुहुन्छ साथीहरू। पापा दिनु पापा। धन्यवाद। यहाँ टिकट यता टिकट बस 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 सेवारो पनि अरे सेवारो फुल पनि दिनु। फुल मलाई भाइ कोपालाई पनि लगाइदिनु। यता कोपालाई दिनु। यी कोपालाई यता टिका लगाइदिनु।
ये मोबाइल कोमला कोमाला पनि ल्याइदिनु है यहाँ भाइ यहाँ कोमालाई यो त यस्तो भिडियो निक्लेको हो अरे यसको पिराउनु निक्लेछ नि यो गाडी जस्तो टिका लगाइदिनु भयो अब भयो ल भयो अब ल भयो ल जाउँ म लगाइसकेको अब जाउँ हात पुछेर जाउँ मोबाइल त साथीहरू हामी चाहिँ पिलेश्वर मन्दिरमा दर्शन गरिसकेर एकै पिण्डेश्वरीमा आइसकेका छौँ। अब पिण्डेश्वरी भगवानको दर्शन गर्दै हजुरहरू पनि हामी सँगै गराउनु होला गर्दै गर्नु होला भन्न चाहन्छु। ल साथीहरू हामीले चाहिँ पिण्डेश्वर मन्दिरको पनि दर्शन गरेर हामीले चाहिँ सकिसक्यौँ सबैले। अब हामी निस्किँदैछौँ हेर्दै गर्नु होला साथीहरू। ए यत्रो मोटी मान्छे छिरिसक्यो अब होइन जाने जुत्ता खोला जाने आइसक्यो तपाईँ जानु सटासटी अलिक दुईजना छ पातल पातलहरू गाह्रो त गाह्रै छ एउटा दिदी चाहिँ अलिक भिडियो गरे होइन भएछ ओके गरौँ होइन ए पापा जानु नि हो नि हो जानु जानु ल ल ल त जाने पालोमा जानु छिर्छ यो बाबा बाबा लु लु भयो जानु छिरेर आइहाल्नु उहाँ किन हो एकपल्ट छिरिराख्नु सबै कटे भएर जाने कि हो 9 दशक भाइ ओ लु कोपा आउनु भइसक्यो है लु ल छिर्नु ल सबै सोधिएर पछाडि ल धर्मद्वारा पाप दो हात बाहिर निकाल्नु भइसकेको छ एकछिन रमाइलो भयो ल हामी सबैले छिरिसक्यौँ ठिक छ साथीहरू ल है साथीहरू हाम्रो चाहिँ पिण्डेश्वरमा चाहिँ मन्दिरको दर्शन पनि सक्यौँ पापा हुँदैन यहाँ गोदेशको पापा अरू नै छ एक दुईवटा त कोला कोही लाइटर छैन छिटो छिटो पूजा सुरु गरौँ हाम्रो भाइ गुलियो मात्रै खाइरहेको छ आज हुन्छ त्यसलाई बाहिर त ए बाहिर आइजले तपाईँ नजाने म नजाने हुन्छ अब साथीहरूको लागि पनि हाम्रो एक नाति चट्टसँगले चाहिँ ऊ अब पंक्षी पक्ने इच्छा गरेछ केटा ल भन्
नानी हल्ला हल्ला सबै सुनाइदिनु न नानी sama नानी sama आइज ल जाउँ यता पनि छ चरा यता आम्मा लु बोयो हेलो साथीहरू नमस्कार। आजको भिडियोमा चाहिँ हाम्रो बुढा सुब्बा मन्दिरको दर्शन, दन्तकाली दर्शन र पिण्डेश्वरीको दर्शन गरेर आज चाहिँ हजुरहरूसँग बिदा हुन चाहन्छु। हेर्दै गर्नु होला। धन्यवाद। ओके बाई बाई।